यहाँ देख्न सक्नुहुन्छ सुन्तलाको बिरुवा जुन हामीले 3 पाते सुन्तलासँग चाहिँ ग्राफ्टेड गरेको बिरुवा चाहिँ रोपिएको थियो र यस्तो खालको समस्या आएछ कि 3 पाते सुन्तलाको सुट्स आएछ कि जुन हाम्रो ग्राफ्टिङ गरिएको भागको मुनिबाट चाहिँ के भन्छ सुट्सहरु आएछ 3 पाते सुन्तलाको। यसको कारणले गर्दाखेरि चाहिँ हाम्रो सुन्तलामा चाहिँ एकदम समस्या देखिएको छ। माथिको भाग चाहिँ के छ त कमजोर भएको छ, जुन ग्राफ्टिङ गरेको भाग त कमजोर भएको छ, हाँगाहरू रोगाएका छन् र पोषक तत्त्वहरू चाहिँ राम्रो तरिकाले चाहिँ सप्लाई हुन पाएन के तल जराबाट, किनकि त्यो सुट्सहरूले चाहिँ खाइदियो हैन। अब यसलाई चाहिँ हामीले के गर्ने त हटाउनु पर्ने हुन्छ, सब काटिदिने हो र कमजोर माथिका रोगी हाँगाहरू पनि काट्दिने। त्यसरी चाहिँ हामीले व्यवस्थापन गर्न सकिन्छ। यदि हामीले यस्तो तरिकाले व्यवस्थापन गर्न सकेन भने हाम्रो सुन्तला चाहिँ के मर्छ हैन, मरेर चाहिँ कमजोर भएर मर्न सक्छ। कहीँ तपाईहरुको बगैँचा पनि यस्तै भएको त छैन, विचार गर्नु होला। त्यसरी चाहिँ हामीले यस समस्या समाधान गरेर सुन्तला चाहिँ हामी बचाउन सकिन्छ र धेरै मात्रामा फलाउन सकिन्छ। हस्त, धन्यवाद।